हामी सबैको भान्सामा एउटा यस्तो समस्या छ जसले हरेक महिना हाम्रो खल्ती रित्याइरहेको छ। त्यो हो एलपीजी ग्यासको बढ्दो महँगी र उपलब्धताको समस्या। एलपीजी भनेको लिक्विड फिड पेट्रोलियम ग्यास हो जसले हामी खाना पकाउन प्रयोग गर्छौं। नेपालमा सबैभन्दा बढी प्रयोग हुने 14.2 केजीको सिलिन्डर अहिले मार्च 2026 मा रु 1910 मा बिक्री भइरहेको छ। केही महिना अघि यो मूल्य अझ बढेर 2126 मा पुगेको थियो। कहिलेकाहीँ आधा सिलिन्डर 7.1 केजी मात्र रु 955 मा बेच्ने नीति पनि लागू भएको थियो। किन यति महँगो र समस्या भइरहेको छ? नेपालको एलपीजीको 100% भारतबाट आयात गर्छ। हरेक महिना औसत 45,000 देखि 51,000 टनसम्म ग्यास आयात हुन्छ। पछिल्लो फाल्गुन महिनामा मात्र 51,192 टन आयात भएको थियो। तर अन्तर्राष्ट्रिय बजारमा पश्चिम एसियाको द्वन्द्व युद्ध र आपूर्ति समस्याका कारण ग्यासको मूल्य बारम्बार बढिरहेको छ। यसले हाम्रो देशको ठूलो विदेशी मुद्रा बाहिदिन्छ र सिलिन्डरको ताइन अभाव र महँगीको आम नागरिकले सताइरहेको